हाम्रो धनगढी हामी चिनाउँछौ अभियान अन्तर्गत बाजुरा हुँदै साइपाल बेस क्याम्प जान लागेको धनगढीका मेयर गोपाल हमालको टोली बाजुरामा लखेटिएको छ। वैशाख 31 गते धनगढीबाट अछामको रामा रोशन हुँदै साइपाल बेस क्याम्प जान लागेको टोलीलाई बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 लामपटाबाट लखेटिएको हो। बाजुरा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर साइपाल बेस क्याम्प जान लागेको धनगढीको टोली हुम्लीहरूबाट लखेटिएको हो। हुम्लाको खारपुनाथ 2 थली र शेर्केगाड 3 का स्थानीयले सैपाल बेस क्याम्प रानी सैनी हुम्ला जिल्लामा पर्ने भन्दै सुदूरपश्चिमका कसैलाई पनि उक्त क्षेत्रमा जान नदिने भन्दै हिमाली गाउँपालिका 3 बाजुरा पुगेर अवरोध गरेका हुन्। सुदूरपश्चिम प्रदेश सरकारले हिमाली गाउँपालिका वडा नम्बर 3 लामपटामा प्रहरी चौकी निर्माण गर्न 40 लाख बजेट विनियोजन गरेको भन्दै उक्त ठाउँमा प्रहरी चौकी नराख्न भन्दै हुम्लाको प्रहरी चौकी निर्माण गर्न जग्गा उपलब्ध गराइएको भन्दै हुम्लाको थलीबाट आएका करिब 300 जनाले हिमाली गाउँपालिका वडा नम्बर 3 का वडा सदस्य पेमा गारा गुरुङ लगायत 5 जनामाथि कुटपिट गरेका थिए। उनीहरूले घरमै घुसेर मरणसन्न हुने गरी वडा सदस्य र अन्य गाउँलेलाई कुटपिट गरेको स्थानीयको दाबी छ। वडा सदस्य गुरुङको घरभित्र पसेर हुम्लीहरूले वडा सदस्य सहित 6 जनामाथि निर्घात कुटपिट गरेको स्थानीयले बताए। वडा सदस्य र अन्य गाउँपालिकाहरूलाई कुटपिट गरेर हुम्लीहरू वडा सदस्यको घर कब्जा गरेर बसेको अवस्थामा धनगढी उपमहानगरपालिकाको टोली रानी सैनी जान उक्त स्थानमा पुगेको थियो। मेयर हमालको टोली रानी सैनी आउन लागेको थाहा पाएर लामपटामा जम्मा भएका हुम्लीहरूले सुदूरपश्चिमको कुनै पनि व्यक्तिलाई रानी सैनी जान नदिने भन्दै लखेटेको नगर प्रमुख गोपाल हमालले बताए। उनले जिल्ला प्रशासन कार्यालय बाजुरासँग समन्वय गरेर उक्त स्थानमा पुगे पनि त्यहाँको भिसिम अवस्थाको बारेमा स्थानीय प्रशासनले कुनै जानकारी नदिएको बताए। बाजुरामा हुम्लीबाट लखेटिए पनि आफ्नो टोली सुरक्षित रहेको मेयर हमालले जानकारी दिए। उनले असुरक्षाको कारण रानी सैनी जान लागेका धनगढीको वाल्मीकि स्कुलको कक्षा 12 को परीक्षा दिएका विद्यार्थीहरूलाई पनि आफूसँगै ल्याउन लागेको जानकारी दिए।